दर्शक महानुभावहरू नमस्कार। यो हो नेपाली डे न्यूज नेटवर्कमा यहाँहरूलाई स्वागत छ। हामी निकै महत्त्वपूर्ण समाचारका साथ उपस्थित भएका छौँ। कृपया अन्त्यसम्म साथ दिनुहोला। यदि अहिलेसम्म हाम्रो च्यानलसँग जोडिनु भएको छैन भने सब्स्क्राइब गरी साथमा रहेको बेल आइकनलाई दबाई हामीसँग जोडिन नबिर्सनुहोला। सबै समाचारहरू उत्तिकै महत्त्वपूर्ण छ। देश निर्वाचनमै भएको छ। देश निर्वाचनमा होमिरहेको बेला यति बेला सबैतिरबाट नेता कार्यकर्ताहरूले मतदातालाई फकाउनको लागि गाउँ गाउँ ठाउँ ठाउँ गएर विभिन्न प्रलोभनहरू देखाएको समाचार पनि हामीले प्रसारण गर्नेछौँ। दर्शक महानुभावहरू, ओली र बारेन बीचको चर्काचर्की बीच के भन्छन् काङ्ग्रेस र नेकपाका उम्मेद्वारहरू। 1,37,91,000 मतपत्र छपाइसकियो। रौतहट 1 का मतदाताको गुनासो 20 वर्षदेखि समस्याको समाधान हुन सकेन। यसपटकको चुनाव नेताले होइन जनताले जित्ने हो, रवि लामेछाने। जाँचबुझ आयोगको म्याद थपपछि सुमनाको आक्रोश, न्याय बिना शान्ति हुँदैन। प्युठानमा फेरिएको चुनावी शैली, पहिले सत्तान्तरण, अहिले भने हार्दिकता। काठमाडौँको वायु प्रदूषणले पार गर्यो अवस्थाको स्तरान्तर। रामेछाप बस दुर्घटनामा 6 जना घाइते, उद्धार हुने शंका चलिरहेको छ। कहाँ के भइरहेको छ भन्ने विषयमा महत्त्वपूर्ण जानकारी। कार्यकर्ता र गगनको आग्रह, कार्यकर्तालाई गगनको आग्रह गरेको विश्वास भोट दिनुहोस् र जसरी पनि काङ्ग्रेसलाई जिताउनुहोस्। वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने 4 जना पक्राउ। सर्वोच्च अदालतले गर्यो इम्बोर्ड्स नम्बर प्लेट अङ्ग्रेजी लिपि अनिवार्य नगर्नु। काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस तामाकोशी नदीमा खस्यो, त्यहाँको अवस्था गम्भीर। रामेछाप बस दुर्घटनामा 11 जनाको मृत्यु, 5 जना गम्भीर घाइते। सिराहाको कारागार तनाव सुरक्षा व्यवस्थापन कडा, स्थिति नियन्त्रण लिन जिल्ला सुरक्षा समिति बैठक बसिरहेको अवस्था। यी र यस्तै महत्त्वपूर्ण समाचार छन्। हामीसँगै रहनुहोला। कहाँ के भइरहेको छ सम्पूर्ण जानकारी दिनेछौँ। रामेछाप बस दुर्घटनामा 5 जनाको मृत्यु, 8 जना घाइते भएको भन्ने समाचार हामीलाई भर्खरै प्राप्त भएको छ। आउनुहोस् यसबारे के भएको छ भन्ने कुरामा तपाईँहरूलाई जानकारी दिन गइरहेका छौँ। रामेछाप दुर्घटना भएको बसमा 5 जनाको मृत्यु भएको छ। काठमाडौँबाट रामेछापको धोबी हुँदै ओखलढुङ्गाको पोकलीका लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो। दुर्घटनामा बस उद्धार गरेर अस्पताल पुर्याइएका 5 जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कुमार थापाले जानकारी दिएका छन्। दुर्घटनास्थलमा उद्धार गरिएका 13 जना मध्ये गम्भीर घाइते भएका 5 जनाको मृत्यु भएको अप्रिय थापाले बताएका छन्। उद्धार गरेकाहरूलाई उपचारका लागि मन्थली र खुरकोट पठाइएको छ। 7 जनाको खुरकोट र 1 जनाको मन्थलीमा उपचार भइरहेको छ। आज बिहान रामेछापको मचानेटार भन्ने ठाउँमा प्रदेश 0301-995 ख 9957 नम्बरको बस तामाकोशी नदीमा खसेको प्रहरीले जानकारी दिएको छ। अरनिको यातायात समितिका अनुसार जडीबुटीबाट 5 जना र चाबहिलबाट 3 जना यात्रुले टिकट काटेका थिए। बस चालक, सहचालक र बस व्यवसायी 3 जना र बाटोबाट चढेका गरी 13 यात्रु रहेको खुलेको छ। बाटोबाट अन्य थप यात्रु चढ्ने झर्ने गरेको पनि खुलेको छ। आखिर के भइरहेको छ त? सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको छ। सडकबाट खसेको बस नदीमा डुबेको छ। अन्य यात्रुहरूको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी जारी गरेको हामीलाई समाचार प्राप्त भएको छ। सिराहा कारागार तनावग्रस्त, जिल्ला सुरक्षा समिति बैठक बस्यो। 12 जना कैदीको स्थानान्तरण गरिएको छ, अर्थात् अर्को ठाउँमा सारिएको छ। सिराहा कारागार अशान्त भएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेको छ। कारागार प्रमुखको कार्यालय परिसरमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको कमान्डमा सुरक्षा समितिको बैठक बसेको हो। बैठकमा सिराहा कारागार प्रमुख सुबोध महतो, जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपनिरीक्षक एसपी वासुदेव पाठक सहित अन्य सुरक्षा निकाय प्रतिनिधित्व पनि भइरहेको छ। बैठकमा कारागारको सूक्ष्म र सुरक्षा अवस्थामा कैदीद्वारा गरिएको विरोध प्रदर्शन तथा त्यसको नियन्त्रणका उपायबारे छलफल हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बैठकपछि मात्र थप निर्णय र आवधिक धारणा सार्वजनिक गरिने सहायक प्रमुख जिल्ला अधिकारी चेतनारायण बरालले जानकारी दिएका छन्। हाल कारागारभित्र र बाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ। स्थिति नियन्त्रणमा लिन
निरन्तर प्रयास भइरहेको बताइएको छ। यसअघि सोमबार बिहान 11 बजे गोप्य सूचनाका आधारमा गरिएको विशेष सर्च अपरेसनका क्रममा सिराहा कारागारका नाइके इन्द्रजित यादवको कोठाबाट 1 थान कटुवा पिस्तोल, 2 राउन्ड गोली र 1,20,000 रुपियाँ नगद बरामद गरिएको थियो। सोही क्रममा यादव सहित 13 जना कैदीलाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएका कैदी मध्ये 1 जनाको सोही दिन छुटेको समय भएको र रिहा गरिएको र बाँकी 12 जना मध्ये 7 जनालाई नुवाकोट कारागार, 3 जनालाई काठमाडौँ केन्द्रीय कारागार र 2 जनालाई रौतहट कारागार पठाइएको कारागार प्रशासनले जानकारी दिएको छ। हामीसँग समाचार निकै महत्त्वपूर्ण छन्, विभिन्न छन्। आउनुहोस् हामीसँगै रहनुहोला, किनभने हामीले सत्य तथ्य गरेर तपाईहरूलाई जानकारी दिइरहेका छौँ। रामेछाप बस दुर्घटनामा निकै गम्भीरता भएको छ। यति बेलासम्म फेरि 11 जनाको मृत्यु भयो भन्ने समाचार हामीलाई भर्खरै प्राप्त भयो। तपाईहरूलाई हामी जानकारी दिँदैछौँ। हामीसँगै रहनुहोला, हामीसँगै अन्त्यसम्म रहनुभयो भने सबै कुराहरू हामीले तपाईहरूलाई बताउनेछौँ। निर्वाचनको बेला 6 दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्रीलाई आग्रह गरिएको छ। फागुन 21 मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै 6 दिनसम्म सार्वजनिक बिदा दिन बझाङको साइफाल गाउँपालिकाका युवाहरूले माग गरेका छन्। निर्वाचनमा मतदाताको सहभागिता बढाउन फागुन 18 देखि 23 गतेसम्म सार्वजनिक बिदा दिन आवश्यक रहेको युवाहरूको माग छ। उनीहरूले इमेल मार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र पनि पठाएका छन्। प्रतिनिधि सभाको निर्वाचन केवल एक प्रशासनिक कार्यक्रम मात्र नभई राष्ट्रको भाग्य र भविष्य कोर्ने इतिहास तथा लोकतन्त्रको आत्मसात सशक्त बनाउने महान राष्ट्र पर्व हो। ज्ञापन पत्र भनिएको छ, यो दिन नागरिकको आवाज मतपत्र मार्फत बोल्ने दिन हो। त्यसैले निर्वाचनलाई सहज र व्यापक सहभागितामूलक बनाउन राज्यले यो काम गर्नुपर्ने बताएका छन्। 5 दिन जसरी पनि बिदा दिनुपर्ने सबैले आग्रह गरेका छन्। सम्भवतः अब सरकारबाट कस्तो खालको निर्णय आउला त्यो भने हेर्न र कुर्न बाँकी नै छ। हामीसँग समाचार महत्त्वपूर्ण छ। यसैगरी विभिन्न ठाउँहरूमा नेता कार्यकर्ताहरू आफ्नै इलाकामा पुगेको समाचार आइरहेको छ। पुराना दलहरूलाई नयाँको निकै चुनौती आइरहेको छ। नयाँको चुनौतीलाई कति सामना गर्न सक्लान् वा सकाउनन् त्यो पनि हामीले क्रमबद्ध रूपमा बताउनेछौँ। बारेन लक्षित ओलीको टिप्पणी, काठमाडौँ जितिसकेको मान्छेले त्यहाँबाटै लड्ने आँट किन गरेनन् भन्ने कुरामा प्रश्न उठाएका छन्। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहप्रति लक्षित गर्दै आफ्नो क्षेत्रमा विश्वास गुमाएका नेताहरू नयाँ क्षेत्रको खोजीमा आउने गरेको टिप्पणी गरेका छन्। उनले आफ्नो क्षेत्रमा विश्वास गुमाएकाहरू नयाँ ठाउँ चाहर्दै हिँडिरहेको समेत बताएका छन्। काठमाडौँमा जितिसकेको मान्छेले त्यहाँबाटै लड्ने कि आँट गरेन भन्ने कुराको प्रश्न समेत उठाएका छन्। आफूले काम गर्न नसकेपछि अरू ठाउँमा जानुपर्ने बाध्यता आइरहेको बताएका छन्। झापाको गौरी गङ्गासँगको सम्बन्ध विक्रम सम्वत 2036 सालदेखि नै रहेको स्मरण गर्दै उनले 36, 37, 38 र 29 सालसम्म आफू त्यहाँको सङ्गठनमा खटिएको बताएका छन्। 30 सालमा जेल परेपछि केही समय आउन नपाएको तर 47 सालको अन्तिमदेखि फेरि उक्त ठाउँको यात्रा निरन्तर रहेको बताएका छन्। उनले गौरीगञ्ज क्षेत्रमा भएको कार्यालय र काया पलटको पनि चर्चा गर्दै विगतको गौरी गङ्गा र वर्तमानको सेल्फी रोड बनेको गौरी गङ्गामा आकाश जमिनको फरक रहेको बताएका छन्। विकासका पूर्वाधार चर्चा गर्दै अध्यक्ष ओलीले हुलाकी राजमार्ग आफ्नै पहलका कारण सफल भएको समेत बताएका छन्। अध्यक्ष ओलीले समाजमा अभद्र बिथुल्ने र अभद्र व्यवहार गर्ने, मधेस र पहाडी बीचको भेदभाव अन्त्य गरी सामाजिक न्याय र समानताका आधारमा राष्ट्रिय एकता बलियो बनाउनु पर्नेमा जोड दिएका छन्। जसरी पनि हामी सबै मिलेर जानुपर्छ, अरू केही गर्नु हुँदैन भनेर उनले बताएका छन्। तर नेकपा एमाले मात्रै यो देशको घाँसबास कपास शिक्षा स्वास्थ्यमा काम गर्न सक्ने बताएका छन्। राष्ट्रपा सभापति लामिछाने सहभागी हुने कार्यक्रममा निर्वाचन आचार संहिता पालना गर्न
गर्न प्रशासनको निर्देशन आएको छ। जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमले राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामेछानेको कार्यक्रममा निर्वाचन आचार संहिता विपरीतका गतिविधि नगर्न सचेत गराएको छ। रासपाले आज जिल्लामा जनसम्पर्क तथा घण्टी अभियान कार्यक्रम आयोजना गर्ने सूचना प्राप्त भएको भन्दै प्रशासनले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचार संहिता अनुगमन अधिकृत पोषण राज भण्डारीद्वारा हस्ताक्षर पत्रमा प्रतिनिधि सभा सदस्यको आसन्न निर्वाचनलाई स्वतन्त्र निष्पक्ष र भयरहित वातावरण सम्पन्न गर्न निर्वाचन आयोगद्वारा 2082 माघ 14 गतेदेखि नै निर्वाचन आचार संहिता लागू भइसकेको स्मरण गराएको छ। प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, मिति 2082 साल माघ 27 गते यस जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछानेको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम रहेको सूचना प्राप्त हुन आएकाले सो सम्बन्धमा निर्वाचन आचार संहिता 2082 आकर्षित हुने गरी आचार संहिता विपरीतका गतिविधि नगर्न र नगराउन सम्बन्धित सबैमा जानकारी गराउँदछौँ। यति बेला सबैले यस्तै भनिरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने निकै महत्त्वका साथ हेरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले नै फागुन 21 को चुनावमा पहिलो पार्टी हुने दावी गर्दै आएको छ। लिचीबारी प्रकरणमा पूर्व मन्त्री गुप्ताको निवेदन सुनवाईका लागि पेशी तोकियो। लिचीबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्व मन्त्री राजकुमार गुप्ताको निवेदन सुनवाईका लागि पेशी तोकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश दय कुमार रेग्मी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा सुनवाईका लागि पेशी तोकिएको छ। विशेष अदालतले लिचीबारी जग्गा प्रकरण सम्बन्धी भ्रष्टाचार मुद्दा थुनामा पठाउने दिएको आदेश बदर गर्न माग गर्दै गुप्ताले निवेदन दिएका थिए। त्यसअघि गुप्ताको निवेदनमा न्यायाधीश सपना प्रधान मल्ल र नृत्य वञ्च निरौलाको संयुक्त इजलासले अन्य प्रतिवादी 73 नम्बरको निवेदन परे नपरेको बुझ्न आदेश दिएको थियो। पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र न्यायाधीशहरू डिली रत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले